राष्ट्रिय भू संरक्षण दिवसको अवसरमा सुर्खेतको बराहताल गाउँपालिका 5 स्थित अम्लाखाली झाँक्रेपानी महिला सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। शनिबार झाँक्रेपानी महिला सामुदायिक वन र सिद्धार्थ प्राथमिक विद्यालय परिसरमा 1250 भन्दा बढी बिरुवा रोपिएका छन्। सोसेक नेपालद्वारा सञ्चालित सेप परियोजनाद्वारा आयोजित कार्यक्रममा कोइरालो, कागती, आँप, बेलौती, टिमुर र लिप्टिस जस्ता फलफुल तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपिएका हुन्। एकदम राम्रो लागेछ हामीलाई। अनि बाँदरले सटाएर हाम्रो गाउँमा हजुर अनि यहाँ यस्तो फलफुलको बेर्ना रोप्यौँ भने हामीलाई अलि सटाउन कि भन्ने लाग्छ। झाँक्रेपानी महिला सामुदायिक वनकी अध्यक्ष प्रेमा सिजाली मगरका अनुसार वन क्षेत्रमा 950 र विद्यालय परिसरमा 300 बिरुवा रोपिएका छन्। रोपिएका बिरुवाहरूमा कोइरालो, कागती, आँप, बेलौती, टिमुर र लिप्टिस लगायतका फलफुल तथा बहुउपयोगी प्रजातिका बिरुवाहरू रोपिएको उहाँले बताउनु भएको छ। टिमुर, बेलौती, कागती पनि लगाम वनमा हुन त यो वनमा हुन कागती र अरू घाँस लगाम कोइरालोहरू अनि शीतल चिनीको बेर्ना जे अब सकभर घाँसहरू अमृतसरहरू लगाएर अब जति सक्दो अब किसानहरूलाई उपभोक्ताहरूलाई अब घाँसहरूको लागि यस्तो दुःख चर्न नपरोस् र उसमा होस् भनेर लगाएर। बराहताल गाउँपालिका 5 का कार्यवाहक अध्यक्ष चन्द्रबहादुर सिजापतिले पछिल्लो समय सामुदायिक वन विनाश हुँदै गएको अवस्थामा यस्ता कार्यक्रम हुनु सकारात्मक रहेको बताउनु भएको छ। रोपिएका बिरुवाहरूको नियमित हेरचाह र संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले स्थानीय समुदायको सक्रियतामा जोड दिनु भएको छ र सामुदायिक वनमा फलफुलका बिरुवा रोप्दा हरियाली बढाउनुका साथै बाँदर, बँदेल जस्ता जङ्गली जनावरले जङ्गलमै आहार पाउँछन्। यसले वन्यजन्तु गाउँ पसेर किसानको बाली नाली नष्ट गर्ने समस्या न्यूनीकरण गर्न मद्दत पुग्ने उहाँले बताउनु भएको छ। वृक्षारोपण एकदमै अपरिहार्य छ यी सामुदायिक वनहरूमा, किनभने यो एउटा जस्तै अब सोसेक नेपालले मात्रै नभएर यी यस्ता कार्यक्रमहरू स्वयं सामुदाय वनले पनि गर्नुपर्छ। स्वयं सामुदाय वनले वृक्षारोपण गर्ने कहाँ कहाँ के आवश्यक पर्छ, कुन कुन बिरुवा कहाँ लगाए के हुन्छ भन्ने कुरालाई अलिकति प्राविधिक दृष्टिकोणलाई ख्याल गरेर होइन त्यो ठाउँ ठाउँमा यसरी लगाइयो भने, जस्तै अब गत वर्ष या कतातिर अमृतसर लगाइएको छ, त्यो अमृतसरको फाइदा के हो त्यो कुरा समुदाय वनका अथवा समुदायका उपभोक्ताहरूले बुझ्नुभयो होला। र अर्को कुरा के हो भने अघि जङ्गली जनावरको कुराहरू पनि आएको थियो, जस्तै यहाँ फलफुलहरू लगाइयो भने भोलि सिधै गएर किसानको बारीमा क्षति पुर्याउने यहीँनिर यही फलफुलमा भुल्ने एउटा उसको एउटा वातावरण बन्न सक्छ। र त्यस कारणले गर्दाखेरि फलफुलहरू पनि लगाइदिनुपर्छ सामुदायिक वनहरूले। र अनि ठिक छ, अब यो कुरामा सोसेक नेपालले जसरी अब एउटा आर्थिक लगानी गरेर होइन सामुदायिक वन र विद्यालयसँग सहजीकरण गरेर यो एउटा वृक्षारोपण कार्यक्रम अगाडि बढाइदिनु भएको छ, यसमा धेरै राम्रो पक्ष हो। बड्डीचौर सब डिभिजन वनका प्राविधिक हर्कबहादुर विश्वकर्माले बिरुवा रोप्ने सही विधि, दूरी र रोपिसकेपछिको हेरचाहबारे सहभागीलाई व्यावहारिक जानकारी गराउनु भएको थियो। बल्ल च्यातेर यसको चाहिँ पोली ब्याग हुन्छ, यसको यति मात्रै हामीले गाड्ने हो, त्यसपछि मजाले चापेर चाहिँ लगाउने यसलाई है। सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सेप परियोजना मार्फत जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने र समुदायलाई जलवायुजन्य जोखिमसँग जुझ्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। सेप भन्ने परियोजनामा यहाँ चाहिँ मिडलाइफको सहयोगमा सेप भन्ने परियोजना सञ्चालन गरेका छन्। त्यसमा चाहिँ हामीले अलिकति जलवायु परिवर्तनमा पनि हामीले के न्यूनीकरणमा के सहयोग गर्न सक्छौँ भन्ने थियो। त्यसमा चाहिँ फरेस्ट फार्मिङ भनेर एउटा हाम्रो एक्टिभिटी थियो। त्यो फरेस्ट फार्मिङ अन्तर्गत यो झाँक्रेपानी महिला सामुदायिक वनमा आज चाहिँ राष्ट्रिय भू संरक्षण दिवस हो। यो भू संरक्षण दिवसको दिन पनि अवसर पारेर हामीले यहाँ चाहिँ वृक्षारोपण गरेर यो चाहिँ जुन वन जङ्गलहरू नासिँदै गएको छ यसलाई संरक्षण गरेर जलवायु परिवर्तनका जुन असरहरू छन् त्यसलाई न्यूनीकरण गर्ने र यसलाई चाहिँ समुदाय चाहिँ उत्थानशील बनाउने मनसायका साथ हामीले यो आज वृक्षारोपण चाहिँ गरेका हौँ। संस्थाका महासचिव ललिता भण्डारीले फलफुलका बिरुवाबाट वातावरणीय र आर्थिक दुवै लाभ मिल्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई प्रवर्धन गरिने बताउनुभयो।
यो वृक्षारोपण कार्यक्रम एकदमै राम्रो लाग्यो किनभने यो ठाउँमा पनि यो ठाउँमा हुने खालका बिरुवाहरू रोपेर यो ठाउँलाई एकदम हराभरा बनाउनुको साथसाथै फलफुलहरूका बुटाहरू पनि भएको कारणले गर्दा यहाँको उपभोक्ता समितिहरूले यो फलफुलहरू भोलि फलाएर आय आर्जनको रूपमा पनि लिन सक्ने भएको कारणले गर्दा एकदमै महत्त्वपूर्ण उपलब्धिमूलक कार्यक्रम भएको छ। जुन एउटा वृक्षारोपण कार्यक्रम आज यस बराताल गाउँपालिकाको वार्ड नम्बर 5 नम्बरको वन उपभोक्ता समितिमा चाहिँ हामीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छौँ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता, वन र कृषि प्राविधिक एवं स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।